सो हेलो गाइज मैले तपाईँलाई भन्दै नि 1000 लाइक कम्प्लिट भन्यो तपाईँलाई मैले प्रोक्सी सर्भर लिएर आउँछु भनेर फाइनली मेरो लाइक कम्प्लिट भइसकेको छ। त्यही भएर सुरुमा तपाईँ क्रोममा आएर एस्टिट्युट बेटा सर्भर भनेर सर्च गर्नु होला अनि त्यसपछि सुरुकै लिङ्कमा क्लिक गर्नु होला अनि तपाईँलाई यस्तो इन्टरफेस आउँछ अनि तपाईँहरू चाहिँ अनि सिधै तल जानु होला हैन तल सार्दै अनि त्यसपछि यहाँ डाउनलोडको अप्सन छ अनि डाउनलोडमा क्लिक गर्नु होला अनि त्यसपछि माथिको अप्सनलाई क्लिक गर्नु होला है तलकोलाई हैन अनि त्यसपछि यहाँ लोड हुन्छ अनि त्यसपछि यता डाउनलोडमा थिच्नु होला हैन गाइज अनि डाउनलोडमा थिचिसकेपछि अनि यहाँ तपाईँहरूको डाउनलोड हुँदै गर्छ अनि डाउनलोड एनीवेमा गर्नु होला अनि डिटेलमा गएर हेर्नु होला हैन अनि कति डाउनलोड हुन्छ भनेर हैन गाइज अनि यो पुरै डाउनलोड भइसकेपछि चाहिँ तपाईँहरू डाउनलोड गरिसकेपछि तपाईँहरूकोमा यस्तो इन्टरफेस आउँछ अनि त्यसपछि त्यो डाउनलोड गरेकोलाई क्लिक गरेर अनि प्याकेज इन्स्टलरमा क्लिक गर्नु होला हैन गाइज अनि त्यहाँ क्लिक गरिसकेपछि अनि तपाईँहरूले इन्स्टल गर्नु होला है त गाइज अनि इन्स्टल भइसकेपछि यहीँबाट ओपन गर्नु होला हैन गाइज अनि ओपन हुन यसो एकछिन टाइम लाउँछ अनि एकछिन वेट गर्नु होला है त गाइज अनि त्यसपछि यहाँ चाहिँ अनि डाउनलोड भनेर आउँछ अनि तपाईँहरूले यो 284 MB को डाउनलोड गर्नु होला अनि डाउनलोड गरेर भइसकेपछि अनि फेरि गेम रिस्टार्ट हुन्छ अनि फेरि गेम रिस्टार्ट गर्नु होला है त गाइज पछि चाहिँ अनि यहाँ समथिङ 27 MB को डाउनलोड गर्न भन्छ अनि तपाईँहरूले डाउनलोड गर्नु होला डाउनलोड गरिसकेपछि तपाईँहरूकोमा यस्तो इन्टरफेस आउँछ अनि अलाउ गर्नु होला अनि त्यसपछि तपाईँ यो फेसबुक एकाउन्टहरू नखोल्नु होला सिधै तपाईँहरूले गेस्ट एकाउन्ट बनाउनु होला हैन मेरो चाहिँ यहाँ गेस्ट एकाउन्ट पहिलेबाट छ हैन गाइज अनि त्यही भएर चाहिँ मैले यहीँबाट क्लिक गरेर गेस्ट एकाउन्ट बनाइहालेँ अनि तपाईँहरूले त्यहाँ माथि त्यो रेडमा युआइडी देख्नुभयो होला अनि तर त्यसलाई कपी गर्नु होला अनि त्यसलाई कपी गरेर चाहिँ तपाईँहरू क्रोममा गएर चाहिँ अनि सर्च गर्नु होला www.unlockffbeta.com अनि त्यसपछि यहाँ भेरिफाई हुन्छ अनि तपाईँहरूले भेरिफाई गर्नु होला भेरिफाई भइसकेपछि तपाईँहरूकोमा यस्तो इन्टरफेस आउँछ अनलक विथ डिस्कर्ड अनि 2 hour को लागि मात्रै खेल्न मिल्छ अनि त्यसपछि तपाईँहरूले यहाँ युआइडी हान्नु होला अनि अनलक गर्नु होला अनि त्यसपछि यहाँ तपाईँहरूले 3 स्टेप भेरिफिकेसन गर्नुपर्ने हुन्छ अनि क्लोज गर्नु होला भइसकेपछि चाहिँ तपाईँहरूले अनि यसलाई ब्याक गरेर अनि गेममा आउनु होला अनि त्यसपछि तपाईँहरूले हेर्न सक्नुहुन्छ मेरो सर्भर खोलिसकेछ अनि तपाईँलाई यो भिडियो कस्तो लाग्यो लाइक शेयर एन्ड फलो गरिदिनु होला एन्ड कमेन्ट पनि गरिदिनु होला एन्ड बाइ बाइ गाइज।